नमस्ते सबैलाई। धेरै पछि एउटा भिडियो गर्न गइरहेको छु। सबैलाई हृदयदेखि नै स्वागत छ भिडियोमा, जो जोडिनु भएको छ। र आजको भिडियो विशेष गरी नयाँ जुत्ताको बारेमा हुनेछ, नयाँ गिफ्टको बारेमा है। एकजना विशेष मान्छेले मलाई गिफ्ट गरिदिनु भएको थियो, त्यो जुत्ताको बारेमा हुनेछ। र सधैँ जस्तै आज हामी ट्रेनिङ गर्न गइरहेका छौँ, त्यही गएर जुत्ताको रिभ्यू पनि गरिन्छ। सधैँ जस्तै हामी समयमै ग्राउन्ड आइसक्यौँ। हाम्रो सानसानो भाइहरू U14 का U15, 14 का भाइहरू नै आइसकेका छन्। र विशेष गरी केही सानो रिक्वेस्ट पनि छ, जो हेरिरहनु भएको छ, यदि कोही स्पोन्सर गर्न चाहन्छु भने हाम्रो साना भाइहरूलाई केही स्पोन्सर गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मैले सानो भाइहरूलाई जर्सी गराउने सोचिरहेको छु। प्रशान्त दाईको निर्देशनमा प्रशान्त पुन हाम्रो साना भाइहरूको प्रशिक्षक, उहाँ र मैले मिलेर भाइहरूलाई जर्सी गराउने सोचिरहेका छौँ। यदि कोही महानुभावहरू इच्छुक हुनुहुन्छ भने, जर्सी स्पोन्सर गर्ने इच्छुक हुनुहुन्छ भने कृपया मलाई सम्पर्क गर्नुहोला। मैले 1-2जना ठुला दाइहरूलाई भनेको थिएँ, उहाँहरूबाट केही रेस्पोन्स आएन। त्यही भएर मैले आज यो भिडियोको माध्यमबाट सानो सूचना दिन गइरहेको छु। यदि कसैलाई स्पोन्सर गर्ने या साना भाइहरूलाई म गर्छु अलिकति भए पनि भन्ने भावना भयो भने प्लिज मलाई इनबक्समा मेसेज गरिदिनु होला, यो जानकारी गराउँछु। नयाँ जुत्ता जानुभन्दा अगाडि पुरानो जुत्ता हेरौँ है गाइज। पुरानो जुत्ता कस्तो भएको छ। यो मैले अन्डर 23 क्याम्पमा हुँदाखेरि किनेको जुत्ता है। यो यस्तो कन्डिसनमा छ अहिले। यहाँको छाला उडिसक्यो, अरू सब ठिक छ एकदमै, तर त्यो टाक्ला गराउनमा खेली जुत्ताको गोटी खस्रिसक्यो, सब गोटी सकिन गइसक्यो, पछाडिको मात्रै बाँकी छ। स्टिचेसहरू एकदमै दामी। अहिलेसम्म मैले एकचोटि सिलाएँ यो जुत्ता साइडबाट, एकदमै बवाल छ यसको गमहरू, क्वालिटी नै बवाल। यसको लेस चाहिँ चुडिएर मैले लेस एक्सचेन्ज गरेँ। अनि ओभरअल जुत्ता बेस्ट कन्डिसनमा छ, अहिले पनि खेल्न बन्छ ट्रेनिङमा लगाइछ। नयाँ जुत्ता चाहिँ यो हो है, नाइक एयर जुम। डबल क्वालिटी छ है गाइज। र अब हामी यो जुत्तालाई लगाएर ट्राई गर्नेछौँ र यसो बल्टजहरू गर्नेछौँ यो हरियो ग्राउन्डमा। उता टक्लामा खेल्यो भने त फेरि गोटी सकिहाल्छ। टक्लाको लागि यो हाम्रो पुरानो जुत्ता छँदैछ। एकदमै कम्फोर्ट जुत्ता है, एकदमै हलुको कम्फोर्ट। मलाई चाहिँ एकदमै सजिलो लाग्यो लगाउन, ग्रिप पनि एकदमै दामी छ। र यो जुत्ता मलाई स्पोन्सर गर्ने, मलाई गिफ्ट गर्ने यो मान्छे हो है, यहाँलाई धेरै धेरै धन्यवाद। मैले भिडियोको सुरुमा भनेको स्पोन्सर चाहिँ यिनी भाइहरूलाई हो, यिनी सानसाना भाइहरूलाई। यिनी भाइहरूलाई मैले केही जर्सीहरू एडिट गर्दैछु, केही जर्सीहरू कस्टमाइज गर्दैछु। भाइहरूले थोरै आफूले उठाएर थोरै सहयोगको अपेक्षा गरेका छन्। यदि कोही दयालु दाइहरू हुनुहुन्छ भने, जो पनि हुनुहुन्छ दयालु हुनुहुन्छ, जसलाई पनि स्पोन्सर गर्न मन लाग्छ भने
मलाई मेसेज गरेर मलाई सम्पर्क गर्न सक्नुहुन्छ, नभए प्रशान्त पुन हाम्रो प्रशिक्षक दाइलाई पनि मेसेज गरेर भन्न सक्नुहुन्छ। यिनी भाइहरूको लागि हामीले सानो जर्सी गराइदिइरहेका छौँ। जर्सी एकछिन जर्सी हजुरलाई म स्क्रिनमा नै राखिदिनेछु, हेरिदिनु होला। कोही स्पोन्सर हुनुहुन्छ भने अवश्य नै सम्झिनु होला।